आज फुलपातीको दिन ठुलो पानी परेर दर्शनको सुरुवात भएको छ। सानो पानी परेन ल। पिङको लागि बाँस काट्ने काम भइरहेको छ। पिङको मास्टर हेड मिस्टर सङ्गीत थापा। हाम्रो वनबाट 3टा बाँस काट्यौँ। अब एउटा बाँसको लागि हामी स्यान्टुको वनतिर जाँदैछौँ। बाँस काट्नको लागि यसरी जाँदैछन्। त्यहाँको छैन होला, सानो छ त्यहाँ। हजुर 4 कुना नापेर अब खाडल खन्ने काम भइरहेको छ। सबैजना कस्तो घाममा आएर बसेको तिमी? एउटा बाँस उठाइयो। अब सिधा बनाउने काम भइरहेको छ यो बाँसलाई। र यता डोरीहरू गाँच्ने काम पनि गरिरहेका छन् हाम्रा होनहार युवाहरूले। सम्पूर्ण टिभी ल हाम्रो काँगल गाउँमा बच्चाहरू सबैजना भेला भइरहन्। रामकुमार दाई पनि हुनुहुन्छ। पिङ हाल्दै पानी पऱ्यो। अब केही समय हामी रेस्ट गरेर फेरि पिङ हाल्ने तयारीमा जुट्नेछौँ। पानी रह्यो र फेरि पनि अब हामी यो पिङ हाल्ने कामलाई निरन्तरता दिँदैछौँ। 3टा बाँस उठ्यो अहिलेसम्म। 3 घन्टा लगाएर उठायौँ। निकै समयको मेहनत पश्चात 4वटा बाँसमा कैँची बान्ने काम पनि सकियो। पिङ हाल्ने काम भइरहेको। जय पञ्चकन्या माई रक्षा गर्नुहोस्। जानुभएछ म ल्याइदिउँला। सुरुवात त कसलाई गोबाल ठुलोबाट गरौँ नि त। राम दाई, शङ्कर भाइ र सङ्गीत भाइ माथि गरालो कस्दैछन्। ल हाम्रो दसैँको पिङ एकदम सङ्घर्ष गरेर हालेको पिङ हो। हिजो बच्चाहरू खेल्दैछन्। ल मेरो बच्चाहरू पनि आछन्। आशिषा पनि पिङ खेल्न भनेर आछ। आर्य बेबी पनि आउँदैछ। ल आइसी छिटो। आज नवमीको दिन हामी दर्शन गर्नको लागि चण्डेश्वरी माताको मन्दिरमा जाँदैछौँ। र यो चाहिँ हाम्रो पुरानो बजार गणेश स्थानबाट हामी चण्डेश्वरीतर्फ अघि बढिरहेका छौँ। आज हामी चण्डेश्वरी मन्दिरको दर्शन गरेर अनि जमराहरू चढाएर घर फर्किनेछौँ। र त्यसपछि हाम्रो आज गाडीको पूजाआजा पनि गर्ने कार्यक्रम रहेको छ। यसरी हाम्रो दसैँ भगवानको दर्शन गरेर पूजाआजा गरेर रमाइलो गरेर बितिरहेको छ। हाम्रो मम्मी नरिवल किन्दै हुनुहुन्छ। चण्डेश्वरी माताको दर्शन गर्न आज दर्शनार्थीहरूको ठुलो भिड रहेको छ। लाइन पनि लामो रहेछ। हामी पनि चण्डेश्वरी माताको दर्शन गर्न लाइनमा बसिरहेका छौँ। र एकछिनमा अब हाम्रो पनि पालो आउँछ होला। बाहिर चण्डेश्वरी वन अगाडि यसरी विष्णु भगवानको मूर्ति पनि स्थापना गरिएको छ। मारनखानमा त गएको छु। यहाँको चाहिँ पुरानो यसो गरिरहेको अब हामी सवारी साधनहरूको पूजा गर्दैछौँ। जलचडाको पूजामा हो नि। हामीले
छोरीहरू चलाउन अहिले चाहिँ आएको छैन चट्ट लाएर ब्यालेन्समा बसेर छोरीहरूको साइकल एकदम आफू सेफ कुकुरी खै यहाँ छ घन्टी बजाउनु पुग्यो खोइ त घन्टी बजा अहिले चाहिँ यो चाहिँ भनेको बज्यो पुरा गाउँतिर घन्टी बजा शान्ति गरेर आउनु अब पुग्यो छोरीको साइकलमा नि भनेर पूजा गर्नुपर्छ पूजा गाउँतिर घन्टी बजाउनु तिमी नाच होइन यहाँ पूजा हुँदैन पूजामा मान्छेलाई देखाउनु पर्यो नि पुरा के गर्ने रे बच्चाहरू तिमीहरू अबि चाहिँ भित्रै पिछ त्यो अब हामी पूजा गरिसकेर माथि पिङ खेल्न जानेछौँ छोरीहरू साइकल पूजा गर्दैछन् उनीहरूले साइकल पूजा गर्छन् अनि हामी खाना खाएर पिङ खेल्न जानेछौँ टिका लगाइदियो नाम के हो तिम्रो नाम के हो उसको नाम उसको नाम अनि उसको नाम उसको नाम उसको नाम यसको नाम थाहा छैन तिम्रो नाम उसको नाम सलिना अनि तिम्रो नाम सायरा एउटा अचम्मको नाम चाहिँ यसको नाम चाहिँ थाहा छैन नाम ए थाहा छैन त्यसको नाम थाहा छैन त्यसको नाम थाहा छैन अरे अनि हाम्रो रामभाइको छोरी पहिला त उहाँ यताबाट घसाली जिउ त्यो खम्बा ठगिनु हुन्थ्यो जमरा चाहिँ कानमा सिउरा ल कपालमा सिउरेनी हुने कपालमा सिउरेनी हुन्छ नेपालमा सिउरेनी हुन्छ छोरी तपाईँ नै गर्नु सर्नु न ठिक छ पकाए ल शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तुते हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार जस्तै एक्सप्रेसन थियो उसको पनि त्यस्तै हुन्छ
लानु ड्राइभर भाइ ड्राइभर भाइ ड्राइभर राखेको त कामै भएन नि जेनी हुनुहुन्छ कि झापा जाने हो भाइ त अस्ति नै गइसक्यो उसको एक्जाम दिन आएको थियो नौदुले रक्षा गरौँ नातिनीलाई है धेरै पढ्नु डक्टर इन्जिनियर बन्नु राखेको मैले नौदुले धेरै रक्षा गरौँ है धेरै पढ्नु है पानी परेछ हिजो चाहिँ परेछ ढोक्नु पऱ्यो यिनी चाहिँ हाम्रो कान्छा अङ्कल मभन्दा पनि कान्छा छन् हाम्रो कान्छो हजुरबाको कान्छो छोरा टिका लाउने बाइक छ यहाँ सबैले सिकेको त्यो लामै त्यो पनि त्यहाँ चाहिँ अब योपालि सबैले सिक्नुपर्छ भनेर मैले चाहिँ टिका नलगाउने थिएँ त्यही पनि यो दसैँमा चाहिँ मलाई टिका लगाउन मन लागेर मैले टिका लगाएँ नत्र म लगाउने थिइनँ हाम्रो धेरै पढ्नु के अरे मेरो सेरोफेरो राम्रो मार्क्स ल्याउनु ल सामरा ल फेसबुकमा धेरै सब्सक्राइब गर्नु नर्सरी तयारी हो मेरो मामा घर अनि मेरो मामा घर तिमीहरूको मामा घर त भोलि त हाम्रो मामा घर जाने हो र तिम्रो पनि माउ गर्छ अब हाम्रो घरमा फोटो सेसनको कार्यक्रम भइरहेको छ र फोटो सेसन सकिएपछि अब हामी हाम्रो मामा घर बल्थडीतिर लाग्नेछौँ यो चाहिँ मेरो मामा घरको बाटो हो बल्थली यो बाटोको दृश्य ठ्याक्कै हाम्रो मामा घर गाउँमा आइपुग्यौँ हामी दसैँको मौसममा धान झुलिरहेको बेलामा एकदमै राम्रो दृश्य अवलोकन गर्न सकिन्छ यो चाहिँ बल्थलीको पाट हो यो हरियाली अत्यन्त मनोरम छ यहाँ सुटिङ गर्न धेरै टोलीहरू आउने गर्दछन् र यो आन्तरिक पर्यटनको लागि एकदमै राम्रो ठाउँ हो हामी जेठो मामाको घरमा टिका ग्रहण गर्दैछौँ मेरो जेठो मामा र जेठी माइजीले टिका लगाइदिँदै हुनुहुन्छ मेरो कान्छो मामाको घर कान्छो मामा टिका लगाइदिँदै हुनुहुन्छ दसैँको टिका त
यो चाहिँ हाम्रो माइलो मामाको घर। माइलो मामा र माइलो माइजीको हातबाट टिका ग्रहण गर्दैछौँ। बेबी आरु लाग्दैन नि फेरि टिका ल बेबीलाई नमाथि गरे खै त कति क्यारी भयो आशी कस्तो मजाले यसरी समाएर यसरी टिका लाउनु अनि त भगवान्ले अनि रक्षा गर्नुहुन्छ नि यसरी टिका लाउँछ। मामा घरमा टिका लगाइसकेर अब हामी घरतिर जाँदैछौँ। हजुर बाबाले पकडो बाबाले पकडो बाबा तपाईँ पनि भाग्दैन। यो चाहिँ हाम्रो जनागालमा अवस्थित सेती देवी माईको मन्दिर कार्यक्रम छ क्या त र यहाँ पाथिभरा माताको मन्दिर पनि बनाइएको छ। यो चाहिँ पारी देखिएको नागी वन हो। यो हाम्रो जनागालबाट पारी। आज टिकाको दोस्रो दिन हामी आशिरा आर्यको मामा घरतिर गइरहेका छौँ र हामीसँग जयश्वरी दिदी पनि जाँदै हुनुहुन्छ। उहाँ पनि आफ्नो घर जाँदै हुनुहुन्छ। हामी उहाँलाई कलङ्कीमा छोडेर हामी उता रानीवनतिर जानेछौँ। अब हामी रानीवनमा मम्मी र बुवाको हातबाट टिका लगाइरहेका छौँ। दुर्गा भगवान आसु साइसु अनि ताइसु न एकछिन परे नि परे भगवान नारायण नौ दुर्गा नलागोस् ठुलो मान्छे हुनु परेर त्यसले मेरो बाबा हामी सानो बुवाको घरमा सानो बुवाको हातबाट पनि टिका लगाइरहेका छौँ। के किन्न जाने भन बाइक आउँछ ठुलो मान्छेसँग जानुपर्छ। उसो भयो अब दसैँ नमनाउने भोलिदेखि स्कुल जाने रमाइलो हुन्छ है त। स्कुल त धेरै राम्रो छ त। स्कुलमा कति राम्रो राम्रो फ्रेन्डहरू स्कुलमा कस्तो राम्रो राम्रो फ्रेन्डहरू छ। आर्य बेबीको झन् कति राम्रो फ्रेन्डहरू छ। को हो साम्बो भनेको? होइन नि, अब यो सबै युट्युबमा राख्नुपर्छ कि।
तिमीले आयो पुलिस फिटाएको पैसा हामी रानीवनमा ठुलो बाको घरमा आइपुग्यौँ। ठुलो बुवा पनि हामीलाई टिका लगाएर आशीर्वाद दिँदै हुनुहुन्छ। नमस्ते यहाँ पछाडि खर्छ नि कहिले मलाई टिका लाउनलाई यता लाएर म त क्या होइन उता घर टिका लाएर नि आँखी रहेछ यहीँ बसेर उता मान्दैन नि त अब हामी माइलो बुवाको हातबाट टिका ग्रहण गर्दैछौँ। धेरै पढ्नुपर्छ नि काम छैन धेरै बाबा जस्तो पढ्नुपर्छ मलाई थाहा छ नि ज्ञानी सर्दिने मलाई असाध्यै माया लाग्छ मलाई यसो भने अर्को चाहिँ असाध्यै खराब छ हामी रानीवनमा पनि टिका लगाएर दसैँ मनाएर अब घरतिर फर्किँदैछौँ। यो चाहिँ घर जाँदै गर्दाको भक्तपुरको रोडको दृश्य र आजबाट दसैँ पनि सकियो र हामी पनि हाम्रो घर फर्कियौँ। अब आफ्नो आफ्नो कर्ममा लाग्नेछौँ। हस्त धन्यवाद।